रु नि एकचोटि होइन धेरैचोटि भएको छ क्या है। अनि रिपिटेडली भइरहेको हुन्छ क्या। अनि अहिले कस्तो छ भन्दाखेरि फेक स्टेटमेन्टहरू देखाउने कुरा हुन्छ नि होइन। घाम देखेर के टाइमको एस्टिमेट गर्न सक्नुहुन्छ? यसो हेर्दाखेरि ठ्याक्क 12 बजिरहेको छ होला कि जस्तो फिल हुन्छ है। तर यसो वाच हेर्दाखेरि मोबाइलमा टाइम हेर्दाखेरि टाइम थाहा छ तपाईँको कति बजिसक्यो? टाइम 5:30 बज्दैछ। अनि हेलो हाई नमस्ते एन्ड वेलकम टु माई अनदर न्यू ब्लग भिडियो। वर्कआउटको लागि आएको थिएँ साथीहरू है। रनिङ सनिङहरू सकाएँ, अब हल्का बाइसेपहरू चेस्टहरू बाँकी छ। अनि आज तपाईँहरूलाई म एउटा के स्पेसल रिक्वेस्ट गर्न चाहन्छु भने तपाईँहरूको म्याक्सिमम् के हुन्छ क्वेसन्स कि दाइ हामीले भिसा एप्लाई गरिसक्यौँ, डिसिजन आइपुगेको छैन, के हामीले त्यो जुन लिभिङ कोस्ट राखेको छौँ त्यसलाई हामीले युज गर्न मिल्छ, चलाउन मिल्छ भनेर तपाईँहरूको क्वेसन हुन्छ है। तर त्यसको आज म तपाईँलाई डिटेल्स भन्छु है, त्यो मिल्छ कि मिल्दैन है। आज साथीहरू सन्डे हो है, त्यही भएर हल्का मान्छे पातलो छन् होइन। म यहाँ मेरो घरदेखि नजिकै छेउमै छु। अनि यहाँ तपाईँको हेलसिङ्कीमा एउटा के छ भन्दाखेरि तपाईँ मार्केटमा हुँदा पनि नि होइन, ट्राभलिङ गर्दा तपाईँलाई म जङ्गलभित्रै छु जस्तो हुन्छ क्या, जङ्गलभित्रै हिँडिरहेको छु जस्तो फिल हुँदो रहेछ क्या। अनि यहाँ पनि हेर्नु न होइन, पुरा तपाईँको जुन यो सराउन्डिङ छ नि त्यो जङ्गलमै छ क्या, जङ्गलमै यो मेसिनहरू इन्स्टल गरेको छ। अनि म्याक्सिमम यहाँ आएर वर्कआउट गरेर जाने गर्छु। अनि हाम्रो जुन टपिक थियो नि लिभिङ कोस्टको रिलेटेड, त्यो चाहिँ कस्तो हो नि भन्दाखेरि यस्तो हुन्छ तपाईँको क्या, यो एकदमै सिरियस कुरा हो है, एकदमै सिरियस रिलेटेड कुरा हो। तपाईँको जुन लिभिङ एक्सपेन्स छ, म्याक्सिमम भिसाहरूको रिजेक्सन भनेको यो रिजनले हुन्छ। 90% रिजेक्सन्स यो रिजनले हुन्छ कि तपाईँले जुन लिभिङ एक्सपेन्सेस राख्नुभएको छ त्यो तपाईँको एकाउन्टमा छ कि छैन है, त्यो कुरा हुन्छ क्या। त्यही भएर जबसम्म तपाईँको भिसा डिसिजन आएको छैन तबसम्म त्यसलाई नचलाइदिनु होला। किन भन्दाखेरि इफ तपाईँको डिसिजन दिनुभन्दा अगाडि त्यसले ब्याङ्कलाई कल गर्छ होइन, चाहे क्रस चेक गर्छ र मेबी तपाईँलाई बिचमा मागिदियो कि ल मलाई स्टेटमेन्ट फेरि प्रोभाइड गर भनिदियो भने तपाईँले दिएको स्टेटमेन्ट र नयाँ जुन तपाईँ स्टेटमेन्ट प्रोभाइड गर्नुहुन्छ त्यो बिचमा त ट्रान्जेक्सन देखिन्छ, मिन्स तपाईँले पैसा चलाएको हो भन्ने कुरा प्रुफ हुन्छ र तपाईँको त्यतिखेरै भिसा रिजेक्ट हुन्छ क्या। त्यही भएर यो चिजमा एकदमै सिरियस बस्नु होला। बाँकी सबै चिजको लागि प्रब्लम भएन, तर जुन तपाईँले ब्याङ्कमा राख्नुभएको छ त्यो पैसालाई बिचमा नचलाइदिनु होला क्या। यसले एकदमै इम्प्याक्ट पार्छ, किनभने भिसाको 99% डिसिजन दिनु भनेको त्यो लिभिङ एक्सपेन्सले गर्दा हो क्या है। त्यो कहाँदेखि आयो, कसरी आयो, कुन एकाउन्टबाट आयो, त्यसको सोर्स के हो, मेन त्यो हुन्छ। त्यसपछि तपाईँले भिसा डिसिजन आइपुगेकै छैन, तपाईँलाई डिसिजन दिएकै छैन र पहिले तपाईँ चलाउँदै हुनुहुन्छ भने त यो त भएन नि। र रियलमा के हुन्छ भन्दाखेरि कति साथीहरूलाई कन्फ्युजन छ क्या, रियलमा यो लिभिङ एक्सपेन्स के को लागि हो थाहा छ तपाईँलाई? त्यो तपाईँको 1 वर्षको खर्च हो क्या, जुन तपाईँ फिनल्यान्ड लिएर आउनुहुन्छ र तपाईँले ट्राभलिङ गर्दाखेरि इमिग्रेसनमा पनि तपाईँलाई यहाँ देखाउनु भन्छ, ल खै त भिसाको लागि जुन लिभिङ एक्सपेन्स थियो त्यो कहाँ राखेको छ देखा त, प्रुभ गर त भन्ने कुरा हुन्छ क्या। र तपाईँले त्यतिखेर प्रुभ गर्नुपर्ने हुन्छ होइन। त्यही भएर यो मामलामा एकदमै सिरियस बस्नु होला। र यो प्लिज जबसम्म तपाईँको डिसिजन आएको छैन तबसम्म यो पैसालाई चलाउँदै नचलाउनु होला। र अर्को कुरा के भन्दाखेरि तपाईँ जबसम्म फिनल्यान्ड आउनुभएको छैन, म त भन्छु तपाईँलाई, जबसम्म तपाईँ फिनल्यान्ड आउनुभएको छैन तबसम्म त्यो पैसालाई नचलाइदिनु होला क्या। रु नि एकचोटि होइन धेरैचोटि भएको छ क्या है। अनि रिपिटेडली भइरहेको हुन्छ क्या। अनि अहिले कस्तो छ भन्दाखेरि फेक स्टेटमेन्टहरू देखाउने कुरा हुन्छ नि। त्यही भएर एम्बेसीले के गर्छ भन्दाखेरि सुरुमा जस्तै टाइम टेकन भयो होइन, अनि मेबी कुनै डकुमेन्ट तपाईँलाई पुगेको छैन। अब सुरुमा तपाईँले जुन स्टेटमेन्ट दिनुभएको छ र बिचमा त्यो पैसा तपाईँले चलाइदिनु भएको छ भने नि त्यतिखेर के हुन्छ, अब तपाईँले जुन नयाँ स्टेटमेन्ट दिनुहुन्छ नि त्यसमा फेरि नयाँ ट्रान्जेक्सन देखिन्छ। अब नयाँ ट्रान्जेक्सन देखिएपछि त्यो चाहिँ यतिकै तपाईँले रुल एन्ड रेगुलेसनको डिफ्रेन्ट गर्नुभएको हो, तपाईँले केही न केही डिफ्रेन्ट गर्नुभएको छ, स्टेटमेन्ट डिफ्रेन्ट छ भनेर देखिन्छ नि त। अनि यो भनेको तपाईँले सिधै तिनीहरूलाई एउटा प्रुफ दिनु हो क्या कि म मान्छे फेक हो, मैले यहाँ फेक काम गरिरहेको छु भन्ने कुरा हुन्छ क्या। जबकि तपाईँ लिगली पनि त्यो पैसालाई निकालेर फेरि पनि हाल्नुहुन्छ भने तपाईँलाई मेबी भिसा एप्लाई गर्नुभयो, त्यो तपाईँलाई त्यसको केही दिनपछि त्यो पैसाको काम लाग्यो, ल एकछिनको लागि भनौँ 5 लाख रुपियाँ तपाईँले त्यहाँदेखि चलाउनु भयो र फेरि 5 लाख हालिदिनु भयो होइन। तर इफ एमबेसीले फेरि तपाईँलाई ल मलाई नयाँ स्टेटमेन्ट दे भनेपछि तपाईँ त त्यहाँ फस्नुहुन्छ नि त, त्यो कुरा हुन्छ। त्यही भएर यो चिजहरूको लागि हल्का सिरियस हुनु होला है। को त एक्ज्याक्टली ठेगान नै हुँदैन यार, कतिखेर मौसम चेन्ज हुन्छ भनेर है। बिहान यस्तो चिसो चिसो थियो, अहिले फेरि होइन यस्तो घाम लागेको छ, यस्तो घाम लागेको छ। अनि तपाईँ यो होइन घाम देखेर के टाइमको एस्टिमेट गर्न सक्नुहुन्छ? यसो हेर्दाखेरि ठ्याक्क 12 बजिरहेको छ होला कि जस्तो फिल हुन्छ है। तर यसो वाच हेर्दाखेरि मोबाइलमा टाइम हेर्दाखेरि टाइम थाहा छ तपाईँको कति बजिसक्यो? टाइम 5:30 बज्दैछ।
अनि यस्तो घाम छ क्या, के भन्ने अब है। यस्तै छ यहाँको पारा है त। अब तपाईँहरू बुझ्नुभएको होला। ल अनि यो भिडियो चाहिँ तपाईँलाई इन्फर्मेटिभ लागेको छ भने प्लिज लाइक, सेयर एन्ड सब्सक्राइब है केटाहरू हो। टेक केयर।